सम्पूर्ण त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरु नमस्कार। अब नजिकै गरेको बीएससी थर्ड इयर एक्जाममा विशेष फोकस गरेर हामीले चाहिँ निरन्तर भिडियोहरु अपलोड गरिरहेका छौं। आज चाहिँ हामीले ब्याचलर बीएससी थर्ड इयर एनालिटिकल केमिस्ट्री जसले चाहिँ इलेक्टिभ सब्जेक्ट एनालिटिकल केमिस्ट्री लिनु भएको छ उहाँहरुको लागि चाहिँ मैले आज यो महत्त्वपूर्ण एक्जाममा सोधिने खालको प्रश्न एकदमै प्रोबेबल क्वेशन जो चाहिँ यो भन्दा अगाडि पनि आएको थियो त्यो क्वेशन को बारेमा चाहिँ हामी आज विशेष डिस्कस गर्न गइरहेका छौं। सजिलो छ एकदमै, तपाईले स्क्रिनमा देख्न सक्नुहुन्छ। स्याम्पलिङ लेखिएको छ। स्याम्पलिङ अब एकदमै सजिलो छ। स्याम्पलिङ भन्नाबित्तिकै तपाईहरु जस्तो कुनै पनि बोरामा चाहिँ एक बोरा चाहिँ चामल छ, त्यहाँबाट चाहिँ तपाईहरुले सानो स्याम्पल लिएर चाहिँ ल्याब टेस्ट गर्नुहुन्छ। त्यो बोरा चाहिँ इन्टायर त्यो पूर्ण बोरा चाहिँ को चामल चाहिँ कस्तो छ भन्नुहुन्छ भने तपाईहरुले चाहिँ थाहा पाउनको लागि त्यो सम्पूर्ण बोराको चामल चेक गर्न सकिदैन, त्यो सम्भव हुँदैन। त्यसकारणले गर्दाखेरि सानो थोरै मात्रामा चाहिँ चामल निकालेर त्यो स्याम्पललाई चाहिँ तपाईहरुले चाहिँ स्याम्पल भनेको थोरै अंश त्यहाँबाट निकाल्नुहुन्छ, त्यो चाहिँ स्याम्पल भयो। त्यो स्याम्पललाई चाहिँ ल्याबमा लगेर चेक गर्नुहुन्छ भने त्यो प्रक्रियाले चाहिँ स्याम्पलिङ भयो। Sampling is the process of selecting a representative portion of the material or substance from a larger quantity for analysis. It ensures that the analysis reflects the true composition of the whole lot. भन्छ त्यो whole lot मा चाहिँ composition कस्तो छ भन्ने कुरा थाहा पाइन्छ। त्यही कुरा चाहिँ सामान्य छ, एकदमै सजिलो छ। तपाईहरुले आफै मिलाएर हेर्न सक्नुहुन्छ। तपाईहरुले चाहिँ मैले धेरै एक्सप्लेन गरेन, भनिसके मैले। पूर्ण रूपमा चाहिँ कुनै पनि लार्ज क्वान्टिटीमा रहेको त्यो स्याम्पलहरु छ, त्यो स्याम्पलहरुबाट त्यो स्याम्पल पुरै त्यो लार्ज क्वान्टिटीमा सबै चेक गर्न सम्भव हुँदैन। त्यसकारण त्यहाँबाट चाहिँ कुनै थोरै यहाँबाट चाहिँ स्याम्पल निकाल्ने, त्यो स्याम्पल चाहिँ यसले चाहिँ फेरि ल्याब टेस्ट गर्ने, यसले चाहिँ टेस्ट गर्ने हैन। यसरी चाहिँ यो प्रक्रिया चाहिँ स्याम्पलिङ भयो। अब हेरौं टाइपहरु, यसको टाइपहरु सोध्ने गर्छ। टाइप्स अफ स्याम्पलिङ भनेर अब जस्तो अन द बेसिस अफ म्याटर जस्तो के रे स्टेटको आधारमा चाहिँ जस्तो अब स्याम्पलहरु चाहिँ सोलिड लिक्विड ग्यास तीन अवस्थामा हुन्छ। यो त्यो इम्पोर्टेन्ट छैन, त्यसरी पनि कतिपय बुकहरुमा लेखेको पाइन्छ। तर खास इम्पोर्टेन्ट चाहिँ कुरा के हो भन्दाखेरि स्याम्पलिङ चाहिँ कसरी ल्याइन्छ त भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। तपाईले स्क्रिनमा देख्न सक्नुहुन्छ र्यान्डम स्याम्पलिङ भनेको छ। जस्तै र्यान्डम स्याम्पलिङ भनेको चाहिँ जस्तो तपाईले चाहिँ बारीबाट चाहिँ सर्टेन केही कर्नरबाट सेन्टरबाट गरेर निश्चित दूरीमा चाहिँ तपाईहरुले चाहिँ र्यान्डमली चाहिँ माटो लिनुहुन्छ र त्यो माटो चाहिँ ल्याबमा लगेर परीक्षण गर्नुहुन्छ भने चाहिँ त्यो चाहिँ र्यान्डम स्याम्पलिङ भयो। अथवा चाहिँ त्यो जस्तो र्यान्डम स्याम्पलिङ हो जस्तो 500 स्टुडेन्टमा चाहिँ तपाईहरुले 5 जना स्टुडेन्ट छान्नु पर्यो, तपाई चाहिँ चिठ्ठा तान्नुहुन्छ, त्यो 5 जना छान्नुहुन्छ। त्यसरी र्यान्डमली चाहिँ तपाई छान्नुहुन्छ भने त्यसलाई भन्छ र्यान्डम स्याम्पलिङ। जस्तो every part of the material has an equal chance of being selected. Example, taking soil samples from the random points in a field to check nutrient content भन्छ। जस्तो nutrient content को छ भन्नलाई जस्तो हामीले बारीबाट माटो परीक्षण गर्छौं है, यस्तो प्रक्रियाले चाहिँ र्यान्डम स्याम्पलिङ भन्छ। यसलाई अझ क्लियर रूपमा बुझ्दाखेरि जस्तो 500 जना स्टुडेन्ट छ, त्यहाँबाट चाहिँ रोल नम्बर अनुसार चाहिँ 1 देखि 500 सम्म चाहिँ त्यहाँ चाहिँ रोल नम्बर राखियो र त्यसबाट चाहिँ तपाईले चिट्टा तान्नुहुन्छ। चिट्टा तान्दाखेरि कुन रोल नम्बर पर्छ 5 वटा 5 जना छान्नु पर्छ भने त्यसरी तपाईले छान्नुहुन्छ भने त्यो चाहिँ र्यान्डम स्याम्पलिङ भयो है त। त्यो नै एकदम एक्ज्याक्ट हो। त्यसकारणले गर्दाखेरि त्यसमा चाहिँ कस्तो हुन्छ 500 स्टुडेन्टमा चाहिँ 500 जना नै सिलेक्ट हुने सम्भावना चाहिँ प्रोबेबिलिटी चाहिँ उत्तिकै हुन्छ, बराबर हुन्छ। त्यसैगरी सेकेन्डमा छ यो चाहिँ सिस्टमेटिक स्याम्पलिङ। यो सिस्टमेटिक चाहिँ अलिकति एउटा प्याटर्नमा हुन्छ है त। जस्तो samplings are taken at regular intervals or positions. For example, collecting river water every 10 meters to monitor pollution levels भन्छ। जस्तो तपाईले यो सिस्टमेटिक स्याम्पलिङ भनेको जस्तै नदी बगिरहेछ, नदी बग्दाखेरि चाहिँ तपाई एकै ठाउँमा मात्रै पानी वाटरको स्याम्पल चेक गर्नुभयो भने चाहिँ त्यहाँ चाहिँ कुनै ठाउँमा एकदम फोर अलि 10 मिटर तल बग्यो भने सफा हुन सक्छ। त्यसकारण चाहिँ प्रत्येक 10 मिटरको वाटर स्याम्पललाई चाहिँ ल्याउने त्यसरी एउटा निश्चित प्याटर्नमा। जस्तै तपाईले चाहिँ एउटा लाइनमा उभिएका छन् स्टुडेन्टहरु, रोल नम्बर 1 देखि चाहिँ 50 सम्म चाहिँ उभिएका छन् भने प्रत्येक 3 जना स्टुडेन्ट्सको इन्टरभलमा चाहिँ तपाईले चाहिँ त्यहाँ छान्नुहुन्छ, सिलेक्ट गर्नुहुन्छ भने त्यो एउटा निश्चित प्याटर्नमा छ भने त्यस्तो खालको एउटा निश्चित प्याटर्नबाट चाहिँ स्याम्पल कलेक्सन गर्नुहुन्छ भने त्यसलाई चाहिँ सिस्टमेटिक स्याम्पलिङ भन्छ। जस्तै तपाईले एयरको क्वालिटी हावाको चाहिँ गुणस्तर नाप्न खोज्दै हुनुहुन्छ, आज चाहिँ प्रत्येक दिनको 3 घण्टाको दरले चाहिँ हावाको स्याम्पल लिइरहनु भएको छ। आज 1 बजे ल्याउनु भयो, त्यसपछि 3 घण्टा पछि ल्याउनु भयो, त्यसपछि फेरि 3 घण्टा पछि ल्याउनु भयो, त्यसरी चाहिँ सर्टेन इन्टरभलमा लिइन्छ भने त्यसलाई भन्छ सिस्टमेटिक स्याम्पलिङ। त्यसपछि अब थर्ड नम्बरमा छ स्ट्रेटिफाइड स्याम्पलिङ। एकदम सजिलो छ यो पनि।
यो स्ट्रेटिफाइड स्याम्पलिङ भनेको चाहिँ जस्तो हेर्न सक्नुहुन्छ इन्ट्रोडक्सनमा मेटेरियल्स इज डिभाइडेड इन्टु लेयर्स अर स्ट्राटा एन्ड स्याम्पल्स आर कलेक्टेड फ्रम इच लेयर फर इक्जाम्पल एयर स्याम्पल्स टेकन एट ग्राउन्ड लेभल मिड लेभल एन्ड सिलिङ हाइट इन रुम भन्छ जस्तो स्ट्रेटिफाइड भनेको चाहिँ छुट्याउने डिभाइड गर्ने के जस्तै तपाईँ चाहिँ यहाँ दिएको इक्जाम्पल चाहिँ कस्तो छ भने हावाको स्याम्पल चेक गर्दै हुनुहुन्छ एउटा चाहिँ ग्राउन्ड लेभलको हावा चेक गर्नुभयो त्यसपछि एउटा सिलिङ लेभलको मिड फ्लोरको प्रत्येक लेयरले छुट्याएर त्यसरी चाहिँ हावा ल्याउनु भयो अथवा चाहिँ सोइलहरू चाहिँ जस्तो माथिको अप्पर पोर्सन अनि मिडल पोर्सन अनि एकदमै डिप पोर्सन भने यसरी तीन तरिकाबाट चाहिँ तीन लेयरको चाहिँ सोइलहरू ल्याउनुहुन्छ पहिले चाहिँ सुरुमा चाहिँ स्ट्राटा सर्टेन समूहमा चाहिँ डिभाइड गर्नुहुन्छ अनि बल्ल स्याम्पल ल्याउनुहुन्छ भने त्यस्तोलाई भन्छ स्ट्राटिफाइड स्याम्पलिङ सजिलो छ त्यसपछि अर्को 4th नम्बरमा छ कम्पोजिट स्याम्पलिङ यो कम्पोजिट स्याम्पलिङ यहाँ इन्ट्रोडक्सन देख्न सक्नुहुन्छ मल्टिपल स्मल स्याम्पल्स आर कम्बाइन्ड इन्टु to get an average representation mixing milk from several container to test the average fat content भन्छ जस्तो यो भन्न खोजेको कस्तो भने अब फरक फरक ठाउँबाट चाहिँ डेरीमा चाहिँ दुधहरू सङ्कलन भइरहेको छ त्यो दुधबाट चाहिँ फरक फरक कन्टेनरमा चाहिँ दुधहरू राख्नु भएको छ तपाईले चाहिँ त्यहाँ फ्याटको लेभल चेक गर्दै हुनुहुन्छ त्यो फ्याटको लेभल चेक गर्नको लागि फरक फरक दुधको कन्टेनरबाट ल्याउने स्याम्पल अनि मिक्स गर्ने अनि मिक्स गरेर टेस्ट गर्ने त्यसरी सानो सानो स्याम्पललाई चाहिँ लिएर मिक्स गर्नुहुन्छ भने त्यस्तोलाई भन्छ कम्पोजिट स्याम्पलिङ है फरक फरक तरिकाले स्याम्पलहरू ल्याउने अनि त्यसलाई मिक्स गर्ने एभरेज क्वालिटी थाहा पाउने के जस्तो तपाईँले एउटा डेरीबाट उत्पादन हुने दुधको एभरेज क्वालिटी कति छ त भन्दाखेरि त्यो फ्याटको लेभल कति छ त्यसरी चाहिँ तपाईँले सानो सानो स्याम्पल ल्याउने अनि त्यसलाई मिक्स गर्ने है त्यसरी चाहिँ गर्न सक्नुहुन्छ जस्तो तपाईँले चाहिँ दुधमा आउन सक्छ यो अनि माटो परीक्षणकै कुरा पनि हुन्छ अब फरक फरक बारीको माटो परीक्षण अथवा एउटै बारीको फरक फरक ठाउँको माटो परीक्षण गरेर मिसाएर फेरि सर्टेन थोरै अमाउन्ट राखेर फेरि त्यसलाई चाहिँ टेस्ट गर्नुहुन्छ भने एभरेज थाहा पाउनुहुन्छ भने त्यसलाई भन्छ कम्पोजिट स्याम्पलिङ त्यसैगरी 5th नम्बरमा छ ग्राफ स्याम्पलिङ यो भनेको चाहिँ जस्तो अ सिंगल स्याम्पल कलेक्टेड एट अ स्पेसिफिक टाइम एन्ड प्लेस टु गिभ एन इन्स्ट्यान्ट स्न्यापसट इक्जाम्पल टेकिङ अ वाटर स्याम्पल एट अ फ्याक्ट्री डिस्चार्ज पोइन्ट टु चेक पोल्युसन एट अ मोमेन्टमा चाहिँ जस्तो यो चाहिँ ग्राफ स्याम्पलिङ हुने एकदम सजिलो है जस्तो कस्तो भने जस्तै तपाईँ चाहिँ पानी बगिरहेछ एकदमै प्रदूषण देखियो तपाईँले चाहिँ कुनै ठाउँबाट फरक फरक ठाउँबाट स्याम्पल लिनु झ्यापै त्यो ठाउँबाट कुनै एउटा निश्चित ठाउँबाट चाहिँ तपाईँले पानी चाहिँ एक बोतल चाहिँ लिनुहुन्छ अनि त्यसलाई टेस्ट गर्नुहुन्छ अनि कस्तो छ त पोल्युसन थाहा हुन्छ त्यस्तै गरेर अझ एक्ज्याक्ट इक्जाम्पल भनेको चाहिँ जस्तो तपाईँ चाहिँ फ्याक्ट्रीबाट चाहिँ एकदमै पोल्युसन निस्किरहेछ पानीबाट होइन कुनै फ्याक्ट्रीमा वाटर फ्याक्ट्रीमा हुन्छ जुन चाहिँ फ्याक्ट्रीमा त्यो फ्याक्ट्रीमा चाहिँ त्यहाँनिर पोल्युसन निस्क्यो तुरुन्तै त्यो चाहिँ जाने पोल्युसन जस्तो आफूलाई चाहिँ केही त्यहाँ चाहिँ त्रुटि थाहा हुन्छ त्यो ठाउँमा गएर डाइरेक्ट स्याम्पल लिउने एकै ठाउँबाट स्याम्पल लिने अनि झट्टै चेक गर्ने त्यस्तो एकदमै इन्स्ट्यान्ट स्न्यापसट भन्छ इन्स्ट्यान्ट भनेको त्यत्तिकै एकदमै तुरुन्तै स्न्यापसट भनेको झलक तुरुन्तै त्यहाँको चाहिँ भएको समस्या अथवा त्रुटिले चाहिँ अथवा पोल्युसनको लेभललाई चाहिँ त्यो कन्ट्रोल गर्नको लागि तुरुन्तै एक ठाउँबाट एकैपटक चाहिँ एउटै समयमा एकै ठाउँबाट चाहिँ स्याम्पलहरू लिएर चेक गरिन्छ भने त्यसलाई चाहिँ ग्राफ स्याम्पलिङ भन्छ है त त्यसै गरी 6 नम्बरमा छ ब्याच स्याम्पलिङ भन्छ ब्याच स्याम्पलिङ भनेको जस्तो अ स्याम्पल is collected from a specific batch of material to check quality or uniformity. Example, sampling a batch of tablets in the pharmaceutical plant to verify active ingredient constituency भन्छ जस्तो ब्याच स्याम्पलिङ भनेको चाहिँ दिनभरि चाहिँ एउटा कुनै मेडिकल औषधिबाट चाहिँ औषधिहरू प्रोडक्सन भइरहेछ जस्तै प्यारासिटामोल प्रोडक्सन भइरहेछ त्यो दिनभरिको औषधिमा चाहिँ एउटै तरिकाको छ कम्पोजिसन एउटै तरिकाले प्रोडक्सन भइरहेछ भने त्यो सम्पूर्ण एकै तरिकाबाट उत्पादन भइरहेको एउटै समयमा उत्पादन भइरहेको त्यो एउटा सम्पूर्ण ब्याच हुन्छ ब्याच भनेको जस्तो एउटै समय जस्तो हामी 2021 सालमा 10 पास गरेको ब्याच अथवा चाहिँ कसैले जस्तो हाम्रो समयमा चाहिँ 2074 सालमा एसी पास गरेको ब्याच भन्छौँ हामी कसैले चाहिँ 2078 भन्छ कसैले 2076 कसैले 2071 भन्छ त्यो एउटा ब्याच त्यो एउटा समयमा चाहिँ उत्पादन भएका चाहिँ औषधिहरू अथवा कुनै पनि वस्तुको चाहिँ हामी क्वालिटी चेक गर्छौँ एउटा चेक गर्यो भने अब सबै थाहा हुन्छ हैन यदि चाहिँ त्यहाँ कम्पोजिसन रङ छैन अरू फरक फरक यो के रे होमोजिनिटी कायम छ भने है नत्र अब एउटा फरक अर्को फरक छ भने त्यसरी इरर आउन सक्छ सबै एउटै खालको छ भने चाहिँ एउटा चेक गर्यो भने चाहिँ थाहा हुन्छ त्यसैले त्यसले चाहिँ ब्याच स्याम्पलिङ भन्छ है अनि यहाँ चाहिँ भन्छ स्याम्पल इज कलेक्टेड फ्रम स्पेसिफिक ब्याच भन्छ त्यो ब्याच भनेको मेटेरियल टु चेक द क्वालिटी अफ युनिफर्मिटी क्वालिटी कस्तो छ युनिफर्मिटी एकरूपता कस्तो छ भन्ने कुरा अनि यहाँ चाहिँ फार्मास्युटिकल प्लान्ट भनेको चाहिँ यो प्लान्ट भनेको कुनै रुख बिरुवा भनेको होइन उद्योग अथवा चाहिँ त्यहाँ चाहिँ औषधि उत्पादन हुने कारखाना र त्यो फ्याक्ट्री त्यस्तो ठाउँलाई चाहिँ प्लान्ट भन्छ है यो औद्योगिक भाषामा चाहिँ हो यसरी चाहिँ चेक गरिन्छ एउटा ब्याच चेक गरिन्छ त्यो चेक गर्दाखेरि अरू ठिक छ कि छैन भन्ने कुरा थाहा हुन्छ जस्तो फ्याक्ट्रीबाट बिस्कुट उत्पादन भइरहेछ भने दिनभरि भएका
त्यो बिस्कुटहरुमा चाहिँ एउटा बिस्कुट चाहिँ चेक गर्यो भने त्यहाँ अरु बिस्कुटहरु पनि सही छन् कि गलत छन् भन्ने कुरा चाहिँ त्यहाँबाट थाहा हुन सक्छ। त्यसैले गर्दाखेरि यो भयो ब्याच स्याम्पलिङ। यसरी हामीले 6 वटा फरक हामीले स्याम्पलहरु पढ्यौं र लास्टमा चाहिँ यहाँनिर देख्न सक्नुहुन्छ प्रोपर स्याम्पलिङ इज एसेन्शियल फर एक्युरेट रिलेबल एन्ड रिप्रेजेन्टेटिभ एनालाइसिस इन केमिस्ट्री भन्छ। स्याम्पलिङ चाहिँ राम्रोसँग लिनु पर्यो ताकि त्यहाँ चाहिँ टेस्टमा चाहिँ इरर नआओस्, हामीले चाहिँ वास्तविक नतिजा थाहा पाउन सकौं। यसरी चाहिँ स्याम्पलहरुको हामीले चाहिँ चेक जाँच गरिन्छ। एकदमै सजिलो छ, क्वेशन टियुमा सोधिरहन्छ हैन। र ब्याचलर लेभलको लागि जसले